जोस् आफ्नो घर जस्तो भए पनि मलाई चाहिँ मजाले निन्द्रा लाग्यो होइन घरमा चाहिँ। अनि बिहान उठेर हेरेको बिहानै पनि बिउजेमा चाहिँ। अनि बिहान उठेरको हाम्रो यो त्यो देख्नुहुन्छ नि देख्नुभयो नि यो चाहिँ तमोर खोला हो। अनि कस्तो राम्रो भ्यू देखाएको थियो कि धुम्म थियो। अनि मलाई अब तल झापा बसेर गर्मी लाग्यो त अनि त्यहाँदेखि म चाहिँ गएँ। हाई एभ्रिवान, इट्स मी जाङ्गु शेर्पा। अनि आज चाहिँ म चाहिँ पाहाडतिर छु। यहाँ चाहिँ यस्तो धेरै हुस्से लागिरहेको छ बिहान बिहानै है। अनि म चाहिँ उठेर फ्रेस भएँ। त्यहाँदेखि घर सनाक्सुनुक गरेर अब म चाहिँ जाँदैछु कोदो रोप्नलाई। सो यता चाहिँ कोदो कस्तोमा रोपिन्छ भन्दा यो सब के हो भन्दा फुल्तरुल हो। यो फुल्तरुल हो। फुल्तरुल भन्छ हाम्रोतिर चाहिँ। अनि यता यो मकै भयो। यस्तोमा चाहिँ कोदो रोप्दैन। फुल्तरुल भएको ठाउँमा सिमी रोप्छ। यहाँ देख्न सक्नुहुन्छ सिमी रोप्छ यसरी। अनि त्यस पछाडि मकैमा जाँदा मकै मात्रै हुन्छ त्यहाँ चाहिँ हामी के गर्छौँ त्यसको मुनि कोदो रोप्छौँ। सो यो फुलतरुल चाहिँ के को लागि भन्दाखेरि चाहिँ सुँगुरलाई चारो पनि हुन्छ प्लस यसको मुनि दाना फल्छ तरुल जस्तै फल्छ क्या हो त्यो चारो पनि हुन्छ प्लस। अनि त्यहाँदेखि के भन्छ जाँड बनाउँछ नि जाँड हो त्यसको लागि युज गर्छ। सो अब म चाहिँ जाँदैछु कोदो रोप्नलाई। हाम्रो कोदोको बिउ चाहिँ कति धेरै छ यहाँ देख्न सक्नुहुन्छ धेरै छ जोस्। यहाँ सुँगुर 2टा छ अरे। सो त्यो देखाउँदिनँ म तपाईँहरूलाई भरे देखाउँछु है त। सो म चाहिँ हिजो आइपुगेँ। चप्पल पो लगाएर त मैले त फेरि तँलाई मम्मी चाहिँ खन्दै हुन्छ त देख्न सक्नुहुन्न यहाँबाट त। ल यो चाहिँ सबै कोदो हो। यो कोदोको बिउ हो। यो उखालेर फेरि रोप्नुपर्छ छाट्नुपर्छ कि। अनि त्यहाँदेखि यो तल देख्न सक्नुहुन्छ नि तल यो सबै रोपिसक्नु भएको यस्तो मकैभित्र रोप्नुहुन्छ। सो म चाहिँ अब यताबाट लागेँ। फर्सी देख्न सक्नुहुन्छ फर्सी माथि कति धेरै फर्सी छ। मेरो चाहिँ भोइस भाँसिरहेको छ भन्नु चप्पल लगाएर आएँ मैले फेरि। तलसम्म रोप्नु सक्नुपर्छ। कहिले रोपिसक्ने होला कहिले रोपिसक्ने। यहाँ मात्रै होइन फेरि तल खेत पनि छ त्यहाँ पनि रोप्नुपर्छ। छेउभित्र मजाले काटेर अनि मजाले रोपेर रोप्नुपर्छ। कोदो खानु मात्रै सजिलो नि गर्नु कम गाह्रो थिएन। चप्पल खोल्नु मम्मी। चप्पल चाहिँ म खोलेर जान्छु ल साथीहरू। चप्पल लगाएर आएँ। अब चप्पल खोलेर जानुपर्छ। ए यहाँ पनि यहाँ रोपिसक्नु भएको छ हो यस्तो हुन्छ क्या कोदो। अनि यो चाहिँ भयो कोदोको बिउ। कोदोको बिउ चाहिँ यस्तो हुन्छ साथीहरू। अनि देख्नु यस्तो छेउभित्र सबै काटेर अनि त्यहाँदेखि यसको पत्ताहरू पनि काट्नुपर्छ। घाँस भइहाल्छ यसको पत्ताहरू। अनि त्यस पछाडि चाहिँ यहाँ खन्छ बिचमा। अनि कोदोको बिउ ल्याउनुपर्छ कि उतै छ ए उतै छ अरे। सो अहिले चाहिँ लिटरली 5 बजेको छ। 5-7 बजीसम्म सुत्ने मान्छे यहाँ यता आएर चाहिँ छिट्टै बिउजिन चाहिँ। सो अनि त्यहाँदेखि यता हाम्रो मम्मी चाहिँ यहाँ के गर्दै हुन्छ कोदो खन्दै हुन्छ भाउसी भन्छ कि। अनि पिँढामा बस्यो न त थुचुक्क उयो गरेर गर्नुपर्छ। यता चाहिँ खन्दै हुन्छ हाम्रो मम्मी चाहिँ भाउसी काम गर्दै हुन्छ। ल म जान्छु ल उता खै अरू कोही पनि आएको छैन। लगामे त हेलो भन्नु म चिउराले बजार सेउ। अनि त्यहाँदेखि चाहिँ अब यहाँ चाहिँ रोपिसक्नु भएको छ। यो कोदोको बिउ कहिलेको थाहा छैन तर यहाँ चाहिँ अब रोप्ने पर्ने हुन्छ अब म कोदो रोप्छु ल। कोदो रोपेर देखाउँछु तपाईँहरूलाई।
चाहिँ मम्मी र हजुरआमा चाहिँ मेला जानुभएको छ कोदो रोप्नलाई। म चाहिँ दिउँसो माथि मूलघर आएको छु। अहिले चाहिँ जतै तल्लो घर पनि मूलघर पनि जताततै पनि झारै झार्छ किनकि भ्याउनु हुन्न नि त मम्मीहरू पनि। अनि अब उहाँहरू चाहिँ बिहान अब आफ्नो घर हो अनि दिउँसो परमा जानुहुन्छ नि त, धान रोपेको परमा हुन्छ त्यो तिर्न जानुपर्छ। अनि जानुभयो आज पनि। अनि 2जना थियो अरे, अनि 2जना छिन्छ म पनि जाऊँ भनेको, अनि 2जना हुन्छ त घरमै बस्न भन्नुभयो। अनि गर्नु पर्यो नि त, अब जताततै घर झार्दैछु म। खासमा चाहिँ यहाँ घाँस काट्न आएको म चाहिँ, तर झार्दैखेको मैले चाहिँ। अनि यत्रो धेरै झार्छ भ्याउनु पनि हुन नि त। अनि बिचरा कहाँ चाहिँ भ्याओस् है। अब गर्न मन लाग्छ, अब के गर्नु, गर्न मन लागेर भएन। अब बिहान आफ्नो घर हो अनि हतार घाँस ल्याएर अनि राखो, अनि फेरि सुँगुरलाई बाख्रालाई कुखुरालाई गरेर अनि फेरि घर सबै, अनि त्यस्तो गर्न भ्याउनु नि त। सो केही छैन भनेर म चाहिँ यहाँ गर्दैछु। केही छैन म गर्छु नि त, म आएपछि त अब गर्छु। अब कोदो रोपिसकेर जानु पर्यो साथीहरू। 1 हप्ताको छुट्टी मागेर आएको। अब कोदो रोपिसक्ने अनि जान्छु म पनि। के गर्नु, जिन्दगी गाह्रो छ। अब हामी भयौँ पो लु, अब 2-3जना हुन्थ्यो अब घरमा, कसैले के गर्ने हुन्थ्यो है। दिदी बहिनी भएको छोराछोरी भएको भए। अब छोरीहरू 2 तल छ, अब एउटा छोरा छ। अब छोरा पनि अब ऊ पनि त अझ कुद्नु पर्यो अनि स्कुल जानु पर्यो। त्यो भएर पनि गाह्रो छ कि। त्यही भएर घर चाहिँ यस्तो छ सबैजनाको, 2टै घर त्यस्तै छ कि। के गर्नु साथीहरू, गाह्रो छ। फेरि अहिले चाहिँ कति धेरै काम छ, यति धेरै काम छ। काम देख्यो भने त राम के भन्नु, म त यस्तो काम देख्यो भने त नि